1 लाख रुपैयाँ चाहिएको थियो। कहाँ माग्नु, कसलाई माग्नु, कसैले पत्याउँदैनन् ऋण भनेपछि कस्तो आपत आइलाग्यो भनेदेखि एकपल्ट धनपति दाइलाई पो भनिहेर्नुपर्छ कि क्या हो, नदिई पो हाल्छन् कि। त्यसै गर्छु, बरु जान्छु एकपल्ट सोध्छु। साह्रै खडेरी लाग्यो, पानी पनि आउँदैन, बाली नाली लाउन नि समस्या पर्ने भयो। खडेरीले ग्रसित पो बनायो त। नमस्कार धनपति दाइ। नमस्कार नानी, नमस्कार। के कति कामले आयो ल, यहाँ बसा होला। के छ त दाइ? अनि सन्चै हुनुहुन्छ नि? अनि भाउजू कता जानुभयो? के छ नानी, सबै राम्रै छ। भाउजू त्यहाँ बिर्खेले ऋण लिएर गएको थियो, अनि खोइ 1 वर्ष भइसक्यो तिर्ने कुराकानी गर्दैन, अनि त्यसलाई सम्झाउन गएको थिएँ। अनि तिमी के कति कामले आयो त? खासै काम त केही थिएन दाइ। अब आजसम्म हामी गाउँलेहरूलाई मर्दा पर्दा तपाईँले नै सहयोग गरिरहनु भएको छ। त्यही भएर हजुरसँग एउटा केही बिन्ती बिसाउँ कि भनेर आएको दाइ। मान्नु पर्दैन, भन न भन, के समस्या लिएर आयो? म छु त, तिमीहरूको लागि मैले गरेकै छु आजसम्म, अब पनि परे आए गर्छु। भन न के हो? 1 लाख रुपियाँले साह्रै चोटै पर्यो, त्यसैले हजुरले दिनुहुन्छ कि भनेर आएको। बरु म जति लाग्छ त्यति ब्याजै भयो नि तिर्छु दाइ। लौ न, त्यति मिलाइदिनु पर्यो। अब साह्रै दुःख परेर आएको रहेछौ नानु। छ न त, छ, दिन नि दिउँला, तर अहिले दिने बेला नरम भएर माग्छौ, पछि लिने बेला फेरि ठुलो स्वर गर्ने होला। मैले धेरै ठाउँमा त्यसरी दिएको, अहिले लिनको लागि आफूले दुःख पाइरहेको छु। ब्याजको लोभमा दिएको, साउनी आएको छैन, ब्याज त पुरै छोडिदिउँ। अब लान त लैजाऊ, तर इमान्दारीपूर्वक फिर्ता चाहिँ गर्नु भनेको बेलामा है। म अरू जस्तो होइन दाइ, यस्तो दुःख परे बेला सहयोग गर्नुभएको छ, समयमै फिर्ता गरिहाल्छु नि। बरु ब्याज चाहिँ कतिको दरले हो? ब्याज त अब त्यही त हो नि, सबैलाई एउटै हो। गाउँमा त्यही 36% त दिइरहेको छु नि मैले सबैलाई। तिमीलाई दिन पुग्ने नगद चाहिँ मसँग अहिले घरमा छैन, म चेक काटिदिन्छु, चेकबाटै लैजाऊ नि त है। काट ल, 1 लाख रुपियाँ काट्दैछु टाइममा। ए हस् दाइ, भइहाल्छ नि, म टाइममै फिर्ता गरिहाल्छु नि। हस् त, धन्यवाद दाइ। ल हस् त दाइ, अब म यति कामलाई आएको थिएँ, म लागेँ है त। 1 year later। त्यो रत्नमाया बहिनीलाई 1 वर्ष अगाडि 1 लाख रुपियाँ दिएको, न साउलेर आउँछन्, न ब्याज तिर्न आउँछन्, कन्ट्याक्ट पनि गर्दैनन्। के चाहिँ भएर छ त? आज फोन गरिहेर्नु पर्यो। हेलो नानी, के छ हौ खबर? अनि बेपत्तै हरायो त हौ। अनि त्यो पैसा लगेको त 1 वर्ष नागिसक्यो त है। न साउन तिरेर आउँछौ, न ब्याज लिएर आउँछौ, न कन्ट्याक्ट गर्छौ, अत्तो छैन त। के हो कुराकानी? हजुर दाइ, हजुर ठिकै छ, राम्रै छ। के भन्नु, पैसा तिर्नुपर्छ भन्ने त हामीलाई पनि थाहा छ नि दाइ। अब नभएर पो त बनाएर बनिने कुरो होइन। अब भएपछि त तिरिहाल्छौँ नि हौ। के बिना ठुलो ठुलो स्वर गरेर बोल्नु भएको? कहिले मान्छे नचाहिएला जस्तो नगर्नु नि दाइ। कहिले त हामी पनि चाहिएला नि त तपाईँलाई। ए नानी, मैले तिमीलाई कहिले कड्केर न ठुलो स्वरमा केही भनेको छु, न गाली गरेको छु। मैले त मात्र 1 वर्ष भयो, न साउ तिर्छौ, न ब्याज तिर्छौ, के छ अवस्था भनेर फोन पो गरे त। यसरी कड्किनु किन पऱ्यो नानी? एकपल्ट आँखा चिम्म गरेर सम्झ, तिमीले पैसा लिने बेला कुन हिसाबले, कुन स्वरमा, कसरी मेरो खुट्टा झुकेर चाहिँ पैसा मागेको थियो भन्ने सम्झ त एकपल्ट। अनि अहिले तिर्ने बेला आएपछि चाहिँ बाघको गर्ने, माग्ने बेला बिरालो, अहिले बाघको जस्तो गर्ने। गाह्रो हुन्छ सबैलाई, हामीलाई पनि थाहा छ। तर मैले अहिले ल्याऊ कि ल्याऊ भने मैले त बुझ्नको लागि के हो, कसो अवस्था के छ भनेर पो फोन गरेको तिमीलाई। यसरी कड्किनै पर्दैन, किन कड्क्या तिमी? तपाईँ खाएर भएको छु र भएपछि त तिरिहाल्छु नि। मान्छेलाई कति थरीको टेन्सन हुन्छ यार, झन् टेन्सन थपेर बस्छन्। कति नै खारै भाग्ला जसरी किचकिच गरेछ तिरिहाल्छौँ नि हामी पनि। ल, बोल्दा बोल्दै फोन काट्छ बा, तातो न साह्रो। ऊ पो ठुलो स्वर गर्छ।
पैसा दिने बेला झुकेर बिरालो जस्तो भएर लियो अहिले अब पैसा तिर्ने बेला आएपछि ठुल्ठुलो बाघको स्वर जसरी झम्केर ल खानु नलाउनु आफूले उल्टो पैसा दिनुहुन्छ माग्नलाई के छ अवस्था भनेर सोद्धा मात्रै यस्तो धम्की अचम्म छ दुनियाँ बा नमस्कार आजको हाम्रो यो सानो प्रयास तपाईँहरूलाई कस्तो लाग्छ राम्रो लागेमा लाइक शेयर सब्सक्राइब र कमेन्ट गरेर सहयोग गरिदिनु होला धन्यवाद Thank you for watching.